ल फाइबरको माला बनाउनको लागि हेर्नुहोस् है, यस्तो फाइबरको पत्ता हुन्छ। यस्तो 12वटा पत्ता राखेर एउटा थुङ्गा बनाइन्छ भने यस्तो 5वटा पत्ता राखेर यसलाई सर्लक्क पारेर यसरी बराबर बनाएर 2 पिस काट्ने। 5वटा पत्तालाई बराबरी काटेर 2 पिस बनाउँदा 10वटा टुक्रा हुन्छ र यस्तो सानो थुङ्गा हुन्छ भने यस्तो 12वटा पत्ताबाट यस्तो थुङ्गा बन्छ। हेर्नु, ठुलो थुङ्गाको लागि यस्तो 12 पत्ता र 12 पत्ता राखेपछि यस्तो बन्छ भने सानो थुङ्गालाई यस्तो 5 पिसलाई बराबर काटेर यस्तो थुङ्गा बन्छ। हेर्नुहोस् है, म बनाएर देखाउँछु, हेर्नुहोस् है हजुरहरू। इच्छुक हुनुहुन्छ भने सानोको हेर्नु है, सानो थुङ्गा पहिला बनाउँछु अनि ठुलो थुङ्गा बनाउँछु। हजुरहरू पनि इच्छुक हुनुहुन्छ भने हाम्रो स्वरोजगार सिप विकास नेपालमा वेलकम छ। हाम्रो पुरानो उद्योग हो। हजुरहरू पनि विश्वास गर्नुहुन्छ, विश्वास लिनुहुन्छ भने हाम्रो अफिसको भिजिट गर्नुहोस्, बुझ्नुहोस् अनि काम गर्न आउनु होला। हेर्नुहोस्, यो बराबरी यो पत्तालाई बाहिर खस्रो भित्र चिल्लो गरेर बराबरी पट्याउने। एकातिर खस्रो एकातिर चिल्लो हुन्छ। यसलाई बराबरी पट्याउनु, बाहिर खस्रो बनाएर आधी यतापट्टि पट्याउनु, आधी यतापट्टि पट्याउनु, बराबरी बनाएर यसलाई फेरि यसरी पट्याउनु। यसरी छेउ बराबरी बनाएर यसरी ठ्याक्क बीच पारेर यसरी उन्यो भने राम्रो फुल बन्छ। यस्तो फोल्ड गरेर यसमा 5वटा पत्तालाई बराबरी काट्दा 10वटा यस्तो टुक्रा हुन्छ। 10वटा टुक्राको यस्तो फुल राम्रो चटक्क परेको सानो फुल बन्छ। म सानो फुल बनाउन लाग्दैछु। यस्तो सिङ्गै पत्ता 12वटाको चाहिँ यस्तो फुल बन्छ। हेर्नु है, म सानो बनाएर देखाउँछु। सानो र ठुलो बनाउने तरिका सेम हो। सानोलाई कटिङ गरेर बराबरी फोल्ड गर्ने 4 फोल्ड भने ठुलोलाई सिङ्गै पत्तालाई फोल्ड गर्ने हो। यो छेउ बराबर बनायो भने फुल राम्रो बन्छ। हेर्नु है दर्शक श्रोताहरू, ल हेर्नु, यस्तो छेउ राम्रो बन्छ है। बराबरी पट्याउन जान्यो भने, बराबरी फोल्ड गर्यो भने सुरुमा बिस्तारी बिस्तारी तपाईँहरूले सिक्नुहुन्छ, जान्नुहुन्छ भनेर ढिलो बिस्तारी राम्रो बनाएर देखाउँछु। हेर्नु है, यो चाहिँ थुङ्गा बनाउने तरिका। थुङ्गा बनाउने तरिका, थुङ्गा बनाउने तरिका। अनि त्यहाँ के हो? अब यहाँ रह्यो अहिले त्यो उनीसपछि लास्टमा मात्र ठुलो बनाएर देखाउने। ए ठिक छ। यो चाहिँ थुङ्गा बनाउने तरिका। फाइबरको डिकोडबाट यस्तो थुङ्गा फुलका थुङ्गाहरू बनाएर फाइबरको सामानबाट यी सानो थुङ्गा ठुलो थुङ्गा बनाउनलाई यहाँ देखाउँदैछु मैले है। हजुरहरू नि हेर्नु होला, इच्छुक हुनुहुन्छ भने नकाटी थुङ्गा नबनाइ भन्ने तरिका पनि तपाईँलाई आउँछ है। अहिले नकाटिकन बनाउने थुङ्गा, काटेर बनाउने थुङ्गा तपाईँलाई यहाँ देखाउने छौँ। हजुरहरूले नि हेर्नु होला, इच्छुक हुनुहुन्छ भने। ल, रेडी भएको थुङ्गालाई फोल्ड मात्र गरेर थुङ्गा बनाउन नि सिकाइन्छ। एउटा पत्तालाई बराबरी गरेर यसरी पट्याएर सानो थुङ्गा बनाउन नि सिकाइन्छ हामीले। हजुरहरूलाई कुन सजिलो लाग्छ त्यो सिक्न सक्नुहुन्छ। हामी सजिलोसँग सिकाउँछौँ, ढिलो बिस्तारी हजुरहरूले बुझ्ने गरेर फोल्ड गर्दै देखाउँछौँ। टाढाबाट हुनुहुन्छ भने पनि हामी भिडियोको अनलाइनबाट यसरी बिस्तारी बिस्तारी काम सिकाउँछौँ। भिडियो नि हालिदिन्छौँ, स्याम्पल पनि हजुरहरूलाई कुरियरमा सामान पठाउँदा साथै स्याम्पल पनि राखिदिन्छौँ। भिडियो यसरी नै बनाएर देखाउँछौँ। हजुरहरूलाई सजिलो तरिकाले नजानिन्जेल बुझाइदिन्छौँ। जानेपछि घर कोठामा बसी बसी हजुरहरूले पैसा कमाउन सक्नुहुन्छ, सिप सिक्न सक्नुहुन्छ, फुर्सदको समयलाई सदुपयोग गर्न सक्नुहुन्छ। ठिक छ। ल, म्याडमको पनि आइडिया आयो। ल हेर्नु है दर्शक श्रोताहरू, हेर्नु है, बिस्तारी बिस्तारी बनाएर हजुरहरूलाई सिक्न सजिलो हुन्छ भनेर ढिलो बिस्तारी बनाएर देखाएको छु। यसलाई फास्ट मोडमा राख्न मिल्छ अहिले तपाईँलाई। ठिक छ, बिस्तारी बनाएर फास्टमा राख्नु मिल्छ। अहिले पछाडि कति लाग्छ कसरी
टाउको दुख्छ आज मलाई फेरि चिसोले हो कि असर चिसो कि गर्मी के भयो म बाहिर हिँड्नु कि टाउको दुख्छ चिसोले त अनि बाहिर हिँडेपछि टाउको दुख्ने हुन्छ हो पानी त सरले खानु पानी मैले पनि कम खान्छु तर किन टाउको दुख्छ बाहिर हिँड्दाखेरि पानी कम भयो नि टाउको दुख्छ नि अँ, पानी अघि कम आएर भयो टाउको दुख्छ टेन्सनले टाउको दुख्छ गर्मीले टाउको दुख्छ चिसोले टेन्सन टाउको त दुख्छ केही छैन। धेरै हुन्छ टाउको दुख्ने टेन्सन त म लिन्न त्यस्ता कुराहरू पुरा स्वास्थ्यले ल हेर्नु है दर्शक श्रोताहरू यसरी बनाउने होइन यसरी सिलिक्क पारेर ल हेर्नु कस्तो बेला एकछिन कस्तो बेला भएको हो कति बेला भयो भन्नु त ल 5 वटा 10 ल वटा 5वटा यस्तो पत्तालाई बराबरी यसरी बनाएर कटिङ गरेर 10वटा टुक्रा हुन्छ 10वटा टुक्रालाई यसरी सियोमा उन्नी धागोमा यसरी उनिसकेपछि हेर्नु है यसरी सिलिक्क पारेर 2 पटक गाँठो पार्ने एक पटक गाँठो पार्यो भने चिप्लिन्छ है 2 पटक गाँठो पार्नुपर्छ यसरी कस्ने है यसरी कसिसकेपछि चुटुक्क पारेर यसरी काट्ने है यसरी काटेपछि ल हेर्नु यस्तो थुङ्गा राम्रो थुङ्गा बन्छ ल देखाइदिनुहोस् अब ट्याक्क हेर्नु यस्तो थुङ्गा बन्छ यो भयो सानो थुङ्गा यस्तो थुङ्गा बन्छ हेर्नु यो सानो थुङ्गा अझ ठ्याक्कै सेप मिलाउन पाएर ल एकदम राम्रो छ यो अब ठुलो थुङ्गाको तरिका ल हेर्नु 5वटा पत्तालाई बराबरी काटेर बनाउँदा यस्तो हुन्छ सानो थुङ्गा भने अब ठुलो थुङ्गा हेर्नु है ठुलो थुङ्गा नि बनाउँछु म ल हेर्नु खस्रो एउटा एकातिर खस्रो एकातिर चिल्लो हुन्छ खस्रो भागलाई बाहिर यसरी पट्याउँदा बराबरी पट्याउँदा बाहिर पार्ने चिल्लो भित्र पार्ने र बराबरी 4 फोल्ड गरेर पट्याउने यसरी 4 फोल्ड गरेर यसरी पट्याएर बराबरी फेरि यसरी दोबार्ने यस्तो यस्तो राम्रो हुन्छ यस्तो फेरि यसलाई सियोमा लगाउने है यसरी सियोमा यसरी घोच्ने यसरी यस्तो बन्छ ल यस्तो फेरि अब त्यो ल ठिक छ गइसक्यो हो ल हेर्नु 4 फोल्ड गरेर यसरी बराबरी यसरी सपक्क पार्ने यसरी सपक्क पारेर यसको पनि यो छेउ यस्तो राम्रो छेउ बराबरी बनायो भने फुल राम्रो हुन्छ है दर्शक श्रोताहरू जानिसकेपछि सजिलो हुन्छ युट्युबबाट अनलाइनबाट पनि सिक्न सजिलो हुन्छ गाह्रो छैन है हजुरहरू पनि इच्छुक हुनुहुन्छ भने व्हाट्सएपमा जोइन हुनु टाढा हुनुहुन्छ भने नजिक हुनुहुन्छ भने अफिसको भिजिट गर्नु यसरी राम्रो फुलको थुङ्गा बनाउन सिक्न सकिन्छ अफिसबाट सामान फ्रीमा उपलब्ध हुन्छ घर कोठामा बसी फुर्सदको समयलाई सदुपयोग गर्न सक्नुहुन्छ हेर्नु राम्रो हुन्छ सजिलो हुन्छ फुर्सदको समयलाई सदुपयोग गरौँ घर कोठामा बसी आय आर्जन गरौँ आफ्नो बाल बच्चा हेर्दै घर परिवारको रेखदेख गर्दै काम गर्न मिल्छ ठिक छ अब त्यसरी हाल्नु अनि त 12वटा हाल्ने नि यसमा ठुलो थुङ्गामा 12वटा ठुलो थुङ्गामा 12वटा पत्ता राख्ने सानोमा चाहिँ 5वटा पत्तालाई काटेर 10वटा टुक्रा बनाउने यसरी सिकाउँदा हातै फास्ट भइसकेको थियो अहिले त थन्किसक्यो हात हो बुझ्नुभयो नि हो त यो जति गऱ्यो त्यति हुन्छ भनेको नि तपाईँको सिकाउँदाखेरि अरूले एउटा प्र्याक्टिस गरिरहँदा 4-5वटा बनाएर देखाउँथे कि मैले अनि जति काम गऱ्यो त्यति कामले काम सिकाउँछ भनेकै त्यही हो
अब अरूले यसरी उड्न सके हुन्न, मैले 4-5 वटा उनेर देखाइदिए सके हुन्छ। कति सजिलो उड्नुहुन्छ तपाईँले भन्छ कि सिक्न आउनेहरू। अनि धुपा टार्न सिकाए तपाईँले छुने बित्तिकै राम्रो हुन्छ के हो भन्छ। उनीहरूलाई बिस्तारी बिस्तारी सिकाइदियो तपाईँले त यसो छुवा जस्तो लाग्छ राम्रो हुन्छ भन्छ। हुन्छ तपाईँहरूको पनि राम्रो हुन्छ नातिनु बिस्तारी भनिदियो। हुन्छ नि, कामले काम सिकाउँछ। अत्तालिनु हुँदैन मान्छेहरूले सुरुमा एकैचोटि सुरुमा एकैचोटि धेरै खोज्छ मान्छेहरूले, काम सिकौँ बिस्तारी गरौँ भन्ने नै हुँदैन। त्यो भावना भयो भने त्यसले राम्रो गर्छ, लङ लास्टिङ। नभए कोदालो खन्ने भारी बोक्ने भन्दा छिटो कि अर्काकोमा काम गर्नु पर्यो, नभए चाहिँ सिपमूलक काम भने ढिलै हुन्छ, कन्टिन्यू गरिरहनु पर्यो, छिटो हुन्छ। मलाई चाहिँ केही न केही गरेर चाहिँ बस्न मन लाग्छ, त्यतिकै बस्नै मन लाग्दैन। हो तपाईँले त बानी भइसक्यो नि त। म त घरै बस्दा नि यस्तो होइन नि त, फाल्टु त म बस्ने नै होइन नि त है। अहिले देखाउनुहुन्छ लास्टमा त्यो मजाले उनिसकेपछि लास्टमा ट्याक्क भएर यसरी थुङ्गा जस्तो च्याट्ट भने थुङ्गा एउटै लाइनमा भएको कस्तो राम्रो देखिन्छ, त्यसलाई मिलाउनु पर्छ। त्यसको लागि चाहिँ तल गाँठो पार्ने र लाने, उल्टोपट्टि गाँठो पार्यो भने स्याट्ट राम्रो देखिन्छ। अब गाँठो यसरी पार्नुपर्छ है, हेर्नु है दर्शक श्रोताहरू। 12वटा पत्ता डाउन गर्नुहोस्, अलि तल यस्तो फिजाएर ट्याक्क देख्नु। 12वटा पत्ता राखिसकेपछि यसरी गाँठो सिलिक्क पार्ने। यसरी सिलिक्क गाँठो पारेपछि ल हेर्नु है, यसरी गाँठोलाई चुटुक्क पारेर धागो नि यस्तो बन्छ। ल हेर्नु त है, यस्तो बन्छ है, कति राम्रो फुल बन्छ है। कस्तो राम्रो बन्छ, बनाइरम जस्तो राम्रो फुल बन्छ। सुरुमा ढिलो भए पनि पछि हात छिटो छिटो चल्छ, बनाउँदै गएपछि घरमा बसी बसी कमाउन सकिन्छ, सिप सिक्न सकिन्छ। हेर्नु है दर्शक श्रोताहरू, यस्तो फुल बन्छ है, यस्तो फुल बन्छ। 12वटा पत्ताको यस्तो फुल बन्छ भने यस्तो 5वटा पत्तालाई काटेर 10 टुक्रा बनाएर यस्तो सानो बन्छ। यस्तो चाहिँ 12वटा पत्ताको यस्तो बन्छ है। अब यसको नि बनाउँछ, त्यसको बनाएँ यहाँ छ कता मैले दिएँ हो त। यो चाहिँ कटिङ गरेको लाउरी फुल। हेर्नु है, यो कटिङ गरेको पत्ता, यो पनि 12वटा 1 2 3 4 5 6 7 8 9 10 11 12, यो पनि 12वटा पत्ताको एउटा फुल बनाउने है। हेर्नु है दर्शक श्रोताहरू, यसलाई नि बराबरी बनाउने जस्तो यसरी 4 फोल्ड अघिकै जस्तो फोल्ड गर्ने, 4 फोल्ड गर्ने, बराबरी बनाउने। अनि यसलाई नि बराबरी बनाएर भाँच्ने। उन्ने तरिका यसरी नै ठ्याक्क सेम अघिको जस्तै सेम हो। यो रेडिमेड हुन्छ, ठ्याक्क रेडी कटिङ भएको हुन्छ। यसलाई चाहिँ फोल्ड गर्ने, उन्ने चढिन्छ ग्यारो। हेर्नुहोस् है, 12वटा पत्तालाई यसरी फोल्ड गरेर राख्ने। यसलाई बराबरी बनाएर पट्याउने। अनि आधी
दायाँ आदि बायाँ पट्टाउने सर्लक्क 4 फोल्ड हुन्छ, बराबरी पट्याउने। यो छेउ बराबरी बनायो भने फुलको थुङ्गा राम्रो हुन्छ। 12 वटा पत्तालाई यसरी 4 फोल्ड गरेर यहाँ धागोमा उनिसकेपछि गाँठो पार्ने 2 पटक अनि एउटा थुङ्गा तयार हुन्छ। हेर्नु है। अब 2-3 थरीको डिजाइनको थुङ्गाहरू छ यहाँ। काम गर्न गाह्रो छैन, छेउ बराबर बसी राम्रो हुन्छ। हजुरहरूलाई पनि इच्छुक हुनुहुन्छ भने आउनुहोस्। भ्यालीभित्र हुनुहुन्छ भने अफिसको भिजिट गर्नुहोस्, बुझ्नुहोस्। काम गर्न इच्छुक हुनुहुन्छ भने आउनुहोस्। टाढा हुनुहुन्छ भने वाट्सएपमा जोइन हुनुहोस्। वाट्सएपबाट पनि हामीले सजिलोसँग बिस्तारै काम सिकाउनेछौँ। कुरियरको माध्यमबाट सामान घरमा उपलब्ध हुन्छ। उद्योगबाट सामान फ्रीमा उपलब्ध हुन्छ। घरमा बसी यस्तो सिप सिक्न सकिन्छ, कमाउन सकिन्छ। तपाईँले जति समय दिन सक्नुभयो त्यही अनुसारको कमाउन सक्नुहुन्छ। घरै बसी आय आर्जन हुन्छ। आफ्नो बच्चाहरूको नि रेखदेख हुन्छ। आफूले नि सिप सिक्न पाइन्छ, आम्दानी हुन्छ भनेर सोचेर काम गर्नुहोला। फुर्सदको समयमा जति सक्नुहुन्छ त्यति गर्न पाइने। धेरै गर्न मन लागे धेरै गर्यो, थोरै गर्न मन लागे थोरै गर्यो। आफ्नो स्वइच्छाले गर्न पाइन्छ घरमा बसी। हेर्नुहोस् दर्शक श्रोताहरू, गाह्रो छैन। सके धेरै गर्नु, फुर्सद भए आफ्नो फुर्सद कति छ त्यही अनुसारले काम गर्न पाइने। आफ्नै घरमा बसी टाढा हुनुहुन्छ भने नि कुरियरले सामान घरमै उपलब्ध गराउनेछ। उद्योगबाट सामान फ्रीमा उपलब्ध हुन्छ। आफूले समय दिनुहोस्, सिप सिक्नुहोस्, आय आर्जन गर्नुहोस्, आत्मनिर्भर बन्नुहोस्। वेलकम छ दर्शक श्रोताहरू। काम गर्न इच्छुक हुनुहुन्छ, काम गर्न चाहनुहुन्छ भने हाम्रो स्वरोजगार सिप विकास नेपालमा वेलकम छ। हाम्रो अफिस काठमाडौँ चाबहिल मित्र पार्कमा पर्छ। हामी सजिलो तरिकाले हजुरहरूलाई काम सिकाउनेछौँ। सिप सिकिसकेपछि सधैँभरि काम गरिरहन पाउनुहुन्छ। हजुरहरूलाई इच्छा लागे अनुसारको काम गरिरहनुहोस्। घर कोठामा बसी कमाउन सकिन्छ। टाइम पास हुन्छ, आय आर्जन हुन्छ भन्ने उद्देश्यले हजुरहरूलाई सिपको जानकारी गराउँदैछौँ। इच्छुक हुनुहुन्छ भने वेलकम छ दर्शक श्रोताहरू। जुनसुकै ठाउँमा बसेर पनि काम गर्न सकिन्छ। टाढा हुनुहुन्छ भने वाट्सएपको माध्यमबाट सिप सिक्न सकिन्छ। नजिक हुनुहुन्छ भने अफिसमै आउनुहोस्, अफिसको भिजिट गर्नुहोस्, सिप सिकेर जानुहोस्। उद्योगबाट फ्रीमा पाएको सामानलाई घर बसी आय आर्जन गर्न सक्नुहुन्छ। गाह्रो छैन, सजिलो छ। घर बसी गर्न पाइने काम। जति सक्नुहुन्छ त्यति गर्न पाइयो। कसैको दबाबमा रहनु परेन। आफ्नो स्वइच्छाले जति सक्नुहुन्छ त्यति कमाउनुहोस्। सके धेरै कमाउनुहोस्, नसके आफूले जति सक्नुहुन्छ त्यति कमाउनुहोस्। ल हेर्नु 12 वटा पत्ता राखिसकेपछि यसरी सर्लक्क गाँठो पार्नुहोस्। गाँठो पारेपछि राम्रो फुल बन्छ। हेर्नु है, यसरी 2 पटक कस्ने। 2 पटक कसेपछि यसरी चुटुक्क धागो काट्दिने अनि यस्तो थुङ्गा बन्छ है। हेर्नु है दर्शक। कतिवटा डिजाइनको थुङ्गा सिकाउनु भयो? यो कटिङ गरेको 12 वटा पत्ताको एउटा थुङ्गा, एउटा डिजाइन। नकाटिकन यो नकाटेको 12 वटा पत्ताको यसरी 4 फोल्ड गरेर एउटा थुङ्गा, दुईटा डिजाइन भयो। यस्तो पत्तालाई बराबरी यसरी काटेर 5 वटा पिसलाई कटिङ गरेर 10 टुक्रा बनाउँदा यो सानो थुङ्गा बन्छ। यो तीनटा डिजाइनको थुङ्गा बनाएर हजुरहरूलाई देखाएँ। हजुरहरूले अब बिना थुङ्गाको पनि
यहाँले सिक्न सक्नुहुन्छ। बिना थुङ्गाको पनि यसरी 4 फोल्ड गरेर कि 3 फोल्ड 3 फोल्डको पनि छ, 4 फोल्डको पनि ल छ। बिना थुङ्गाको थुङ्गा नबनाइकन डाइरेक्ट उन्ने तरिका नि हेर्नु है। बराबरी यसरी नै 4 फोल्ड गरेर उन्ने तरिका देखाउँछु पहिला म है। पट्याउने तरिका सेम, बाहिर खस्रो भित्र चिल्लो बनाएर बराबरी यसरी फोल्ड गर्ने। यसरी फोल्ड गरेपछि सियोमा मात्र हुन्छ होला है। यसरी उन्ने ल हेर्नु 4 फोल्डको बिना यो कति कलर राख्ने ल भन्ने कुरा चाहिँ अफिसले जति भन्छ त्यही अनुसार जुन कलर जुन भन्छ त्यही अनुसार राख्नु पर्यो। कलर चाहिँ अब यो कुन कलरको कति पिस राखेर कस्तो डिजाइनको माला बनाउने भन्नको लागि चाहिँ अफिसबाट हजुरहरूलाई काम सिकिसक्दा यो कलरको यति पिस, अर्को कलरको कति पिस राख्ने हो हामीले कलर त्यतिखेर भन्नेछौँ। डिजाइन र तरिका चाहिँ फोल्ड गर्नको लागि यसरी नै बराबरी पट्याउने, खस्रो बाहिर चिल्लो भित्र पारेर होइन क्रस गर्नु यसरी बनाएर ल हेर्नुहोस् है। 3-4वटा उनेर क्रस जताततै घुमाउँछु। यसरी बराबरी 4 फोल्ड बनाएर बराबरी पट्याउने। यो बराबरी पट्याएपछि यसरी बीचबाट यसरी उनेर यसरी जताततै घुमाउने यसरी ल हेर्नु है। बराबरी पट्याउने यसरी बराबरी बनाएपछि यसलाई यस्तो बराबरी फोल्ड गर्ने। बराबरी फोल्ड गरेपछि यसरी क्रस गर्दै यसरी बिचमा उनेपछि ठ्याक्कै यसरी क्रस गर्दै बनाएपछि थुङ्गा नबनाइकन नि राम्रो डिजाइनको बन्छ। सबै ठाउँमा यता यता गर्दै यसरी सबै राख्दै क्रस गर्दै राख्दै जाने। यो 4 फोल्डको डिजाइन भयो। अब अलि उन्ने कि 3 फोल्डको? अब 3 फोल्डको त्यो निकाल्ने। अब यो 4 फोल्डको डिजाइन थुङ्गा नबनाइकन क्रस गर्दै यसरी उन्ने तरिका 2 मिटरसम्म यस्तै तरिकाले बनाउँदै जाने। अब 3 फोल्डको डिजाइन ढुङ्ग्री बनाएर 3 फोल्डको हेर्नुहोस् है। 3 फोल्डको नि खस्रो बाहिर चिल्लो भित्र बनाएर बराबरी यसरी 3टा फोल्ड बनाउने। 3टा फोल्ड बनाउने पट्याएको देखिएन? हेर्नु है बराबरी 3 फोल्ड गर्ने। अघिको 4 फोल्ड भने अहिलेको 3 फोल्ड बराबरी बनाउने। हेर्नुहोस् है यसरी 3 फोल्ड बनाउँदा सर्लक्क ढुम्रो जस्तो हुन्छ। ढुम्री यसलाई भन्छ ढुम्री डिजाइनको है। ढुम्री डिजाइनको राम्रो देखिन्छ। यसलाई थुङ्गा बनाउनु पर्दैन। यसरी नै बिचमा भाँचेर यसरी राख्ने हो। हेर्दै जानु है। खस्रो बाहिर चिल्लो भित्र बनाउने। 3टा फोल्ड बराबरी गरेर यसरी पट्याउने। 3टा फोल्ड यसरी सट्ट पार्ने। यसरी सट्ट फोल्डिङ गरेपछि बराबरी बनाउने। यसरी बराबरी बनाएपछि बिचबाट यसरी उन्ने सियोमा बिचबाट यसरी उनेपछि यसरी क्रस गर्दै गयो भने राम्रो हुन्छ। ल हेर्नुहोस् है बराबरी बनाउने। यसरी बराबरी बनाएर 3 फोल्ड बनाएपछि यसरी सर्लक्क फोल्डिङ राम्रो हुनुपर्छ। माला राम्रो हुन्छ। यसरी बराबरी भाँच्ने। बराबर भाँचेपछि यसरी उन्दै क्रस गर्दै जाने। मालाको कुन कलरको कति पत्ता राख्ने भनेर हामीले काम सिकाउँदाखेरि सबै सिकाउने छौँ। यसरी ढुम्रो स्टाइलले यसरी क्रस गर्दै 2 मिटरसम्म यसरी उन्दै जाँदाखेरि कलर मिलाइ बनाउन हामी सिकाउने छौँ। त्यो अफिसले भन्छ त्यही अनुसार मिलाउनु पर्यो। फोल्डिङ डिजाइन यो भयो। फोल्डिङ तरिका यो भयो। कलर यसैको सानोमा बनाउनु पर्यो भने यसैलाई सर्लक्क कटिङ गरेर 2 पिस बनाएर फोल्डिङ डिजाइन यही भएको। फोल्डिङ डिजाइन यही भयो। 4 फोल्डको बनाए नि 3 फोल्डको बनाए नि यसरी बराबरी सानो साइजको माला बनाउँदा सानो साइज यही डिजाइनको सानो साइजको बनाउँदा 4 फोल्डको बनाउनु पर्दा यसरी नै सेम यसरी नै कटिङ मात्र सानो र ठुलो हो। क्रस गर्दै यसरी नै बराबरी बनाउने। यो 3 फोल्डको र 4 फोल्डको सिँगै पत्ता भयो। यो सानो 2टा टुक्रा बनाएर सानोवाला 4 फोल्डको यो हेर्नु है। यसलाई बराबरी बनाउने। एउटा पत्तालाई बराबरी गरेर यसरी कटिङ गर्ने। यसरी बराबरी कटिङ गरेपछि खस्रो बाहिर चिल्लो भित्र बनाएर बराबरी गरेर यसरी 4 फोल्ड बनाउने। 4 फोल्ड बनाएर बराबरी यस्तो गरेर पट्याउने। अनि बिचबाट यसरी उनेर क्रस गर्दै जाने।
यसरी क्रस गर्दै जाँदा माला राम्रो बन्छ। कलर कुन कलर कति राख्ने भनेर उद्योगले हजुरहरूलाई काम सिकाउँदा सबै कुराको जानकारी गर्ने हुनेछ। र हेर्नु तरिका चाहिँ फोल्डिङ गर्ने तरिका, माला बनाउने तरिका चाहिँ यसरी यो हो। चाहिँ 4 फोल्डको सानोवाला सानो माला 4 फोल्डको सानो माला यस्तो गर्दै फोल्ड गर्दै जाने। ठुलो नकाटिकन सानो चाहिँ 2 पिस गरेर कटिङ गरेर 4 फोल्डको पट्याउने तरिका चाहिँ यही हो। यसरी क्रस गर्दै जाने माला राम्रो बन्छ। हेर्नु है दर्शक श्रोताहरू, यो 4 फोल्डको वाला भयो। अब फेरि 3 फोल्डको अब आयो। 3 फोल्डको वाला फेरि 3 फोल्डकोलाई नि बराबरी यसरी काट्ने है। 3 फोल्डकोलाई नि यसरी बराबरी काट्ने। बराबरी काटेपछि सेम सिँगै पत्ता र ल हेर्नु है बराबरी 3 फोल्ड गर्ने। एउटा पत्तालाई 2 पिस बराबर गरेर काट्ने, 3 फोल्ड गर्ने, बिचमा यसरी उन्ने सियोमा। हेर्नु है एउटा पत्तालाई 2 पिस गर्दा यत्रो हुन्छ। 3 फोल्ड बराबरी बनाउने। यसलाई ढुम्री भनिन्छ, ढुम्री डिजाइन। यसरी बराबरी भाँच्ने। यसरी बराबर भाँचेपछि राम्रो देखिन्छ एकनासको। यसरी क्रस गर्दै राख्दै जाने। क्रस गर्दै राख्दै जाँदा माला राम्रो बन्छ, बराबरी हुन्छ। ल हेर्नु है दर्शक श्रोताहरू, ल यसरी क्रस गर्दै 2 मिटरको लामो बनाउँदा राम्रो हुन्छ। यो ल हेर्नुहोस् है, यो सानोवाला ढुम्री डिजाइनको। यसै गरी उन्दै धागोमा तान्दै यसै गरी उन्दै धागोमा तान्दै जाँदा 2 मिटरसम्म यस्तै बनाउँदै जाँदा माला राम्रो हुन्छ। हजुरहरू इच्छुक हुनुहुन्छ भने उद्योगबाट हजुरहरूलाई काम कुन कलरको कति अब राख्ने सानो डिजाइन सिकाइन्छ। लास्टको अब लास्टको कान्छी माला। 1 डिजाइन 2 3 डिजाइन भयो, 4 5 डिजाइन सिकाइयो, 6 7 8 डिजाइन भयो के अरे सानो र ठुलो गरी। अब यो कान्छी माला चाहिँ त्यही आइटमलाई यसरी सिँगैबाटै गर्नु पर्यो। यो सिँगै पत्तालाई बराबरी बनाएर सुरुमा 2 पिस गर्ने। यो 2 पिसलाई नि फेरि बराबरी गरेर 4 पिस गर्ने। 4 पिस बनाएपछि हामीले यो कटिङ गरेको भागतिर फोल्ड गर्ने। यो घुमेको बाङ्गोटिङ्गो छ भने यसलाई भित्र लुकाएर सर्लक्क यो सिधा भागलाई बाहिर बनाएर यसरी बराबरी पट्यायो भने माला यस्तो एक नासको राम्रो बन्छ। अब यो कटिङ गरेको भागतिरबाट नपट्याई अर्को भागतिर पट्यायो भने माला ठुलो र सानो भएर नराम्रो देखिन्छ। त्यही भएर कटिङ गरेको भागतिर ठ्याक्कै बराबरी 3 फोल्ड गरेर यसरी 3टा फोल्ड बराबरी गर्ने र बराबरी भाँचेर यसरी सियोमा लगाउँदा बराबरको राम्रो देखिन्छ भनेर हजुरहरूलाई देखाउँदैछौँ। ल हेर्नुहोस् है, कटिङ गरेको भाग यो घुमेको भाग बाङ्गोटिङ्गो भागलाई यसरी लुकाएर फोल्ड गर्ने, सिधा भागलाई बाहिर पारेर फोल्ड गरेपछि माला राम्रो हुन्छ। हेर्नुहोस् है, ल यसरी एकै साइजको हुन्छ। कटिङ गरेको तिरबाट फोल्ड गर्दा एकै साइजको राम्रो हुन्छ। अर्को साइडबाट फोल्ड गर्दा कोही ठुलो कोही सानो हुन्छ। त्यसैले कटिङ गरेको भाग याद गरेर राम्रोसँग यसरी उन्न जान्नुपर्छ। यसरी उन्दा 2 मिटरसम्म यस्तो माला बनाउँदा राम्रो एक साइजको राम्रो बन्छ। अहिले सिकाएको म्यामले एउटा डिजाइन त्यो सानो, एउटा डिजाइन यो सिकाएँ 12 पिसको एउटा थुङ्गा बनाउन। यो कटिङ गरेको 12 पिसको एउटा थुङ्गा बनाउन सिकाएँ। 5 वटा यस्तो पत्तालाई कटिङ गर्दा 10 वटा टुक्रा हुन्छ यस्तो सानो थुङ्गा सिकाएँ। त्यसपछि अनि यो एउटा सिँगै पत्तालाई 4 फोल्ड गरेर क्रस गर्दै हाल्दै जानलाई एउटा डिजाइन सिकाएँ। यसबाट एउटा पत्ताबाट 3 फोल्डको सिँगै यस्तो गरेर यसरी सिकाएँ हजुरहरूलाई भने। कटिङ गरेर फेरि 4 फोल्डको एउटा पत्तालाई यस्तो पत्तालाई कटिङ गरेर 4 फोल्डको पनि सेम सिकाएँ। यस्तो सिँगै पत्तालाई 3 फोल्डकोलाई फेरि कटिङ गरेर सानोवाला 3 फोल्ड पनि सिकाएँ हजुरहरूलाई। यो सिँगै पत्तालाई बराबरी 2 पिस बनाउने, त्यसपछि फेरि त्यसलाई पनि बराबर गरेर 4 पिस कटिङ गरेर हजुरहरूलाई यस्तो सानो माला बनाउनको लागि
उन्ने तरिका पनि सिकाएँ। कटिङ गरेकोतिरबाट 3 फोल्ड गरेर यसरी उन्दा यति राम्रो माला सानो माला बन्छ। हजुरहरू पनि इच्छुक हुनुहुन्छ, कामको खोजीमा हुनुहुन्छ भने स्वरोजगार सिप विकास नेपालमा वेलकम छ। हाम्रो अफिस काठमाडौँ चाबेल मित्र पार्क। अब देखाइदिनुहोस् तपाईँले। फर्स्टमा तपाईँले सिकाएको आइटम कुन हो रे? ठुलो माला नकाटी सिकाएको थुङ्गा। नकाटी सिकाएको ठुलो माला यो हो मैले सुरुमा। त्यो देखाउनु च्यातेर देखाइदिनु त। यो हेर्नु। ल हेर्नु है थुङ्गा कति राम्रो हुन्छ है। ल हेर्नु यस्तो पत्ता हुन्छ। त्यसपछि तपाईले काटेर सिकाएको सानो थुङ्गा यहाँ छ है। सानो थुङ्गा। सानो थुङ्गा यो हो। यसरी उन्नी थुङ्गा बनाएर थुप्र्याए अनि यसरी कुई यसरी उन्नी। त्यसपछि अर्को थुङ्गा। त्यसपछि मैले बनाएको थुङ्गा हो अर्को थुङ्गा। यो यस्तो थुङ्गा कटिङ गरेको थुङ्गा यो चाहिँ। तीनटा डिजाइन। त्यसपछि नकटिङ गरी बनाएको ढुम्रीवाला यस्तो भन्छ है ढुम्रीवाला 3 फोल्डको ढुम्रीवाला सिङ्गै पत्ताको। कलर कम्बिनेसन यसरी गर्न सकिन्छ। कलर आफूले मिलाउन सकिन्छ। त्यसै गरी अर्को 4 फोल्ड कटिङ गरेको 4 फोल्ड 4 फोल्डको सिङ्गै पत्ताको यो भयो। कलर आफूले मिलाउन सकिन्छ। ढुङ्ग्रीवालाको कलर यस्तो डिजाइनले नि बनाउन सकिन्छ, त्यस्तो तरिकाले नि बनाउन सकिन्छ। सानो माला यो भयो। सानो माला यो थुङ्गाको यो वालाको यस्तो भयो। कटिङ गरेको 4 फोल्डको यस्तो हुन्छ है। यस्तो हुन्छ भने कटिङ गरेको 3 फोल्डको यस्तो हुन्छ। कलर यसरी मिलाउन सकिन्छ। यस्तो। ल गाइजहरु हेर्नुस् अब सानोको त्यो सबभन्दा सानो मालाई कान्छी मालाई यो ठुलै देखाइदिन्छु। एक कलरमा पनि बनाउन मिल्छ। यही छ। एउटै कलरको बनाउन नि सकिन्छ। यस्तो हुन्छ। ल हेर्नुस् 2 मिटर लामो। यो चाहिँ चकटीको लागि प्रयोजन गरिन्छ। भने कलर मिलाउँदै यस्तो बनाउन नि सकिन्छ। मालाका आइटम हामीसँग विभिन्न प्रकारका छन् है। यस्तो नि बनाउन सकिन्छ। गन्ने हो भने 20 प्रकार भन्दा कति थरी मालाको डिजाइन छ। यहाँ स्याम्पल बनाएर राखिएको छ। यहाँ डिजाइन कति हो ल हेर्नुस्। चकटी यस्तो बनाउन सकिन्छ। लास्टको मालाबाट यो सानो मालाबाट यस्तो चकटी बनाइन्छ। हेर्नुस् यसलाई धुन मिल्छ, ओछ्याउन तातो हुन्छ, जाडो गर्मी सबैको लागि प्रयोजनको लागि सजिलो हुन्छ। यो पनि सिक्ने तरिका यस्तो गरी घुमाइदिनु। यहाँ घुमाइदिनु। यो सिक्ने तरिका ल हेर्नु। चकटी बनाउनको लागि यसरी मालालाई यसरी घुमाउँदै टक्क बान्नी यसरी बनाउँदाखेरि सजिलो नि हुन्छ, राम्रो नि हुन्छ। यो सिक्न गाह्रो छैन। यहाँ टपक्क सियोले उन्यो, त्यसपछि धागोले टपक्क बान्ने। यस्तो तरिकाले बनाउँदा ल हेर्नु यस्तो तरिकाले बनाउँदा चकटी राम्रो बन्छ। हजुरहरूलाई इच्छुक हुनुहुन्छ भने सिक्न सक्नुहुन्छ। चकटीको तरिका यो हो। राम्रो बन्छ, सजिलो छ। यहाँ बीचमा टक्क बान्ने हो। गाह्रो छैन। हेर्नुस् इच्छुक नमस्कार। वेलकम छ। नमस्कार। यहाँले कति जान्नुभयो अरु प्रत्यक्ष सिक्नको लागि दिएको अफिसको दिएको टिकटक आइडी, फेसबुक आइडी र युट्युब च्यानलमा पनि सम्पर्क गर्न सक्नुहुन्छ। विगत 2 दशक लामो सञ्चालित चाबेल मित्र पार्कमा स्वरोजगार सिप विकास नेपालको म प्रशिक्षक हुँ। नमस्कार गाइज। हजुरहरू पनि यसरी कामको लागि इच्छुक हुनुहुन्छ भने हाम्रो अफिस काठमाडौँ चाबेल मित्र पार्कमा छ। स्वरोजगार सिप विकास नेपालमा वेलकम छ। हजुरहरू पनि यहाँ चाहनुहुन्छ भने आउनुहोस्। म यस ठाउँमा यो चकटी, माला, धुप, खेलाउना सबै कुरा बनाएर अहिले म यहाँ सिकाउने प्रशिक्षक बन्दैछु। हजुरहरू खेलाउना, माला, धुप, चकटी कुन काममा इच्छुक हुनुहुन्छ म सजिलो र सहज तरिकाले सिकाउने छु। हजुरहरू पनि इच्छुक हुनुहुन्छ भने वेलकम छ। टाढा हुनुहुन्छ भने अनलाइनबाट सिकाउने छु। नजिक हुनुहुन्छ भने अफिसको भिजिट गर्नुहोस्। राम्रो, सजिलो, सहज तरिकाले सिकाउने छु। नबुझेको कुरा सोधी राम्रोसँग सिक्न सक्नुहुन्छ। ध्यान दिएर हेर्दिनु होला। अहिलेलाई हेर्नुहोस्, बुझ्नुहोस्, अफिसको भिजिट गर्नुहोस्, भिडियोलाई राम्रोसँग हेर्नुहोस्, बुझ्नुहोस् र काममा इच्छुक हुनुहुन्छ भने वेलकम छ दर्शक श्रोताहरू। ल नमस्कार दर्शक श्रोताहरू।